सो वी आर हेयर विथ कुमार स्वागत जो चाहिँ हाम्रो विराटनगरमा हिजो भर्खरै कन्सर्ट गरेर अहिले जाँदै हुन्छ आफ्नो ठाउँतर्फ। हजुरलाई विराटनगरको भाइब कस्तो लाग्यो? विराटनगरको भाइब एकदम बोबाल थियो अनि हामीले चाहिँ यस्तो धेरै एक्सपेक्ट गरेको थिएनौँ। क्राउडहरूले यस्तो गाएर हामीलाई साथ दिइदिनु भयो। हामीलाई चाहिँ घुसबम आइरहेको थियो, एकदम बोबाल रमाइलो भइरहेको थियो। विराटनगरले दाइ मुत्तमा हाने नि। थ्याङ्क यू सो मच विराटनगरमा हुनुहुने टोलीहरू सबैजनालाई धेरै धेरै। स्वर्ण संसारको कन्टेन्ट हाम्रो कन्टेन्ट तपाईँले हामी त अब साथी नै भइसक्यौँ भनौँ न। तपाईँको म बिग फ्यान भइसकेँ होइन? म पनि तपाईँको। अनि मेन चाहिँ के भन्दाखेरि मैले आफ्नो साइडबाट एज अ फ्यान तपाईँलाई दिने भन्दा पनि मैले ओभरअल विराटनगरलाई समेटेर एउटा जेस्चर जस्तो विराटनगरमा आउने सबै कलाकारको लागि एउटा सम्मान जस्तो तपाईँ आउनुभयो। आज तपाईँ यहाँबाट जाँदाखेरि हामीले हजुरलाई सम्मान गर्न पाऊँ भन्ने इच्छा राख्ने साथ सम्पूर्ण विराटनगरवासीको तर्फबाट तपाईँको लागि एउटा सानो मायाको चिन्ह ल्याइदिएको छु। यो हामीले चाँदीको हात्ती पुच्छर ल्याइदिएको छु। यो लगाइदिनु होला है त? लगाइदिन्छु नि त। हुन्छ नि। थ्याङ्क यू यार। यो चाहिँ सम्पूर्ण विराटनगरवासीको कला र संस्कृतिलाई हामी सम्मान गर्छौँ। आउने कलाकारहरूलाई हामी यसरी नै सम्मान गर्छौँ। हजुर लगाइदिनु भयो एकदम धेरै धन्यवाद, धेरै धन्यवाद तपाईँलाई। वाउ, हाम्रो रोजमान सर आउनु भएछ यहाँ। रोजमान सरलाई पर्खिरहेको थियो। सो रोजमान दाई पनि यता आइदिनु होला। उहाँहरूले मलाई यो गिफ्ट दिनुभयो। भगवान जस्तो मान्छेहरू हुनुहुन्छ, उहाँ दिलको राम्रो प्यारो रामनगरको माया विशाल छ है।